हरे कृष्ण प्रभुजी। हरे कृष्ण। आज पनि हामी क्वेसन एन्सरमै छौँ है। हजुर। आजको हाम्रो क्वेसन रहनेछ जस्तो मान्छे जीवित हुँदाखेरि मान्छेमा के थियो र ऊ हिँड्यो डुल्यो खायो त्यो भयो होइन, अनि त्यही मान्छे केही समयपछि माटो लोडा चाहिँ हुन्छ, उसलाई 4-5 घण्टा 4-5 घण्टासम्म उसलाई चाहिँ गरेन भने ऊ गनाउन थाल्छ। टाइम आयो शरीर छोड्यो, शरीर आत्मिक शरीरले छोडेपछि गनाइहाल्छ। अनि टाइम आयो भनेर कसरी टाइम आयो भन्न सकिन्छ त? फेरि भगवानले पहिले फिक्स गर्नुभएको छ। भगवानले जस्तो सूर्य बिहान उदाउने, चन्द्रमा राति देखिने, अनि यो सारा सृष्टि यो लोकहरू यो सबै त फिक्सै छ नि त। भनेपछि उसको जन्मेपछि चाहिँ उसको मृत्यु पनि सँगै लेखेर जन्मिने पनि फिक्स छ, मर्ने पनि फिक्स छ क्या। शरीर छोड्ने पनि फिक्स छ, शरीर धारण गर्ने पनि फिक्स छ, शरीर छोड्ने पनि फिक्स छ। अनि फिक्स अनि मान्छे जन्मेपछि मृत्यु अवश्य नै हुन्छ भनेपछि त मान्छे शोक गर्छ। फेरि शोक किन गर्छ त? फेरि शोक भन्दा पनि अब नर्मली हामी त आत्मासहितको शरीरमा छौँ नि त। आत्मासहितको शरीरमा छौँ। कति कुराहरू चाहिँ हामीले भौतिक मात्रै कुरा सुनेको भएर यो शोक भएको। आत्मा र शरीर, हामी आत्मा हो शरीर होइन भन्ने त्यो कन्सेप्ट दिमागमा डेभलप हुने बित्तिकै त्यो चाहिँ शोक गर्ने चाहिँ त्यो डिग्री चाहिँ कम हुन्छ। आत्मा के हो, शरीर के हो? आत्मा हामी हो, शरीर पञ्चतत्व हो। शरीर पञ्चतत्वमा हुन्छ होइन। अनि आत्मा जीवित हुन्छ कि हुन्न? आत्मा मर्ने कन्सेप्टै हुँदैन नि। आत्मा त भगवानबाट आएको, भगवानकै जाने हो। आत्मा नजन्मिन्छ नमर्छ भनेपछि त अनि आत्माको नजन्म हुन्छ नमर्छ, यो अजमरी छ भनेपछि त मान्छेले मान्छ त? फेरि भगवानबाटै आएको हो। 84 लाखको चक्कर हुँदै अहिले मानव जुनी प्राप्त गरेको छ मानव शरीरले। त्यसपछि चाहिँ यो शरीर छोडेपछि भगवत धाम, उहाँ गोलोक धामै जाने हो। भनेपछि आत्मा सबैको गोलोक धाम जान्छ त? त्यही हो। अब भगवान श्रीकृष्णलाई सृष्टिकर्ता मान्नु पर्यो, उहाँको अगाडि शिर झुकाउनु पर्यो। हरे हरे नाम हरे नामैव केवलम कलौ नास्तेव गतिरन्यथा। अब कलियुगमा चाहिँ विभिन्न यज्ञहरू गरेर पनि त्यो चाहिँ अलिकति सम्भव छैन। त्यसैले हरिको नामहरू लिने सजिलो सहज उपाय छ भन्ने कुरा हो। हरिको नाम नलिने चाहिँ गोलोक जान्छ होइन। हरिको नाम गोलोक धाम भनेको हरिको नाम लिने, भगवानले जुन चाहिँ व्यवस्थाहरू गर्नुभएको छ, भगवत गीता भागवतमा जुन भनेको छ त्यो अनुसारको जीवन पद्धति जिउनु पर्यो। परमेश्वर कृष्णलाई, भगवान श्रीकृष्णलाई परमेश्वर र सृष्टिकर्ता सबैको चाहिँ एउटा सञ्चालक अथवा चाहिँ सबैको क्रिएटर मानेर जानु पर्यो। अनि कति नियमहरू छन् होइन। भोजन गर्दा पनि हामीले शुद्ध भोजन गर्नु पर्यो, बिहान उठेर स्नान गर्नु पर्यो, धेरै कुराहरू छ। नर्मल्ली चाहिँ बेसिक कुरा चाहिँ भगवान श्रीकृष्ण सृष्टिकर्ता हुनुहुन्छ र उहाँको वचन चाहिँ भगवत गीता हो, त्यो पढ्नुपर्छ भन्ने कुरा हो। अब त्यो गर्दै गएपछि त स्टेप बाई स्टेप धेरै छ नि त त्यसमा त। त्यो त लेभल वाइज। अनि फेरि 84 लाखको चक्रमा पर्ने भन्छ। त्यो पर्ने चाहिँ कस्तो खालको जीव रहेछ? जस्तो हंस छ नि, जस्तो उसले स्वभाव माने भगवान अब मृत्यु पर्यन्त भगवानको जस्तो सास जाने बेलामा उसले पैसा सम्झियो, स्वास्नी सम्झियो, छोरा सम्झियो होइन, मासु सम्झियो अथवा केही सम्झियो भने चाहिँ त्यही अनुसारको शरीर प्राप्त गर्ने भयो अथवा केही हुने भयो होइन। तर भगवान सम्झियो भने भगवत धाम जाने भयो भनेपछि त। अनि हामीले यो जिउँदो हुँदाखेरि पनि कर्म राम्रो गर्नु पर्यो, अनि मर्ने बेलामा पनि भगवानको नाम लिनु पर्यो जीवन पर्यन्त भगवानसँगै हामी जोडिनु पर्यो। हामी चाहिँ गोलोक जानको लागि, हामी गोलोक जानलाई चाहिँ भगवानसँगै गोलोक जानको लागि चाहिँ भगवानसँगै जोडिनु पर्यो। किन हाम्रो गोलोक जाने भन्दा नि हाम्रो घरै त्यही हो त। जाने भन्ने कुरा होइन कि जस्तो हामी यहाँ बाटो बिराएर आएका छौँ कि हाम्रो धामै त्यही हो त। अनि मान्छे फेरि किन त्यो मैले यति कमाउन पाए हुन्थ्यो उति कमाउन पाए हुन्थ्यो होइन। मान्छेले जस्तो पहिला कति नकमाउने मान्छेले अहिले 1000 कमाए भने भोलि 2000 कमाउन पाए हुन्थ्यो। गर्दै गर्दै किन बढाउन चाहिँ किन खोज्छ कि उसलाई थाहा छ त होइन। कर्म त गर्दै जाने हो, कर्म गर्दै जाने। त्यो भगवानकै सेवाको लागि गर्ने भनेको जस्तो धामहरू घुम्ने, वृन्दावनहरू, मथुराहरू, अरू चाहिँ भारतका विभिन्न भारतवर्षमा बसेपछि विभिन्न धामहरू घुम्ने होइन। त्यस्तै गरेर चाहिँ भगवान श्रीकृष्णको विग्रह माथि घरको माथि राख्ने, बिहान उठेर उहाँ चाहिँ विग्रहको सेवाहरू गर्ने, मन्दिरहरू चाहिँ जाने, सम्पूर्ण जीवनै भक्तिमय बनाउने हो त्यो पैसाले।
अरू त्यो पैसाले चाहिँ अरू चाहिँ नसाजनी चिज खाने अनि चाहिँ अनेक चाहिँ शारीरिक सम्पर्क कता मजा पाइन्छ भने त्यता हिँड्ने अथवा अरू चाहिँ गलत कार्यमा लाग्नु भएन। अब जस्तो अब तपाईँले भने जस्तो गरेर जस्तो तपाईँले अब त्यो पैसा कमाएर धामहरू जाने होइन, आफूले मोज मस्ती गर्ने धाममा गएर उ गर्ने अनि त्यो गर्ने अनि एउटा यता बाटोमा हिँडेको सानो बच्चा बाटोमा मागेर कचरा त्यो गरेको भने त्यसलाई खुवाउने कि नखुवाउने? होइन, यस्तो छ, धाम मात्र जाने हो कि केही कुरामा पनि सेवा गर्ने कि कस्तो? अब जस्तो माग्ने मान्छेहरू छन् होइन, माग्ने मान्छेले अब दान त गरियो होइन, अब जस्तो त्यो दक्षिणा लिएर चाहिँ उसले चाहिँ रक्सी पो खाइरहेछ कि अब के खाएको छ, कस्तो भोजन गरिरहेछ, अब त्यसले चाहिँ ऊ सतगुणी भोजन खानु पर्यो। तपाईँले दिएको त धाममा गएको पैसाहरू पनि त मन्दिरमा दिएको पैसाहरू पनि त सदुपयोग भयो भने तपाईँलाई थाहा हुन्छ र? अब पहिला कुरो त विश्वास हो, अनि त्यस्तो चाहिँ अब आत्मिक चेतना भएको संस्थामा शुद्ध मनले लाग्यो जस्तो इस्कनै भनौँ न, त्यसमा चाहिँ मैले त्यस्तो थाहा पाएको छैन। इस्कनमा चाहिँ थाहा पाएको छैन। इस्कनमा किनभने बरु मान्छेले चाहिँ एकदम पढेको मान्छेहरू विद्वान मान्छेहरू चाहिँ त्यसमा लागिरहेछन्, त्यो नदेखेको भएर अब अरूको त मलाई थाहा भएन। भनेपछि इस्कनले त दिनको 10,000 जना बच्चाहरूलाई पनि त खाना खुवाछ होइन, अब डेली खाना नपाउने सबै कुराहरू इस्कनको भक्तिमय नै छ। ठिक छ भगवान कृष्णकै लागि गरिएको छ र प्रचार प्रसार त्यस्तै गरिएको। मैले यति बुझ्न खोजेँ अरू संस्थाले के गरेछन् मलाई थाहा छैन होइन, कतिपय बुझेर गर्न पर्यो, त्यसो दुरुपयोग भएछ कि सदुपयोग भएछ दान दक्षिणा गर्दाखेरि बुझेर गर्न पर्यो। तर जे भयो नि आस्थाले गरिसकेपछि भगवान कृष्णको नाममा गरिसकेपछि राम्रो हुन्छ होइन। जस हामी चाहिँ ठिक हुनु पर्यो, अरूलाई दोष लगाउन भन्दा नि हामी पहिला ठिक हुनु पर्यो। हामी चाहिँ एउटा ढलेको सिनको नभाग्ने अनि चाहिँ अरूले यस्तो गर्यो उस्तो गर्यो भन्न चाहिँ मिलेन। हाम्रो जीवन चाहिँ भक्तिमय बनाउनु पर्यो। पहिला आफू सुध्रिनु पर्यो, आफू सुध्रेपछि चाहिँ बल्ल आफू ठिक भएपछि बल्ल अरूलाई औँला ठडाउन मिल्छ क्या। आफू चाहिँ एकदमै अभद्र कामहरू गर्ने अनि चाहिँ भगवान नै नमान्ने, भगवानको अस्तित्व नै नस्वीकार्ने, गोलो धामै हुनुहुन्छ कि हुनुहुन्न त्यसमा शङ्का गर्ने, कृष्ण पनि एउटा कथा भन्ने, त्यो हिस्ट्री हो भन्ने, कृष्णको अस्तित्व नमान्ने, कृष्ण रचयिता हुन्छ भनेरै नमान्ने, गीतालाई नै नपढ्ने, अब यो चाहिँ बुढाबुढीले पढ्ने हो जस्तो गर्ने। अनि त्यसपछि चाहिँ अनि जाँदा चाहिँ मन्दिरको यो मन्दिरमा यस्तो गर्यो, यो मन्दिरमा यस्तो गर्यो, यो मन्दिरमा यस्तो भन्न चाहिँ त्यो चाहिँ मिलेन। आफू सुध्रिनु पर्यो नि पहिला। आफू सुध्रिएपछि सर्लङ्ग थाहा हुन्छ के, पहिला आफूमा शुद्धता आइसकेपछि संस्थाहरूले के गरिरहेछ, मान्छेले के गरिरहेछ, कस्तो बोलिरहेछ, यो मान्छे कतिको धार्मिक छ अधार्मिक छ, त्यो त आफूमा क्लियर नलेज आइहाल्छ नि, त्यो धेरै भन्नै पर्दैन नि। पहिला आफू सभ्य हुन पर्यो अनि त्यसपछि त्यही त आफूमा जस्तो मैले भने नि अब इस्कन हाम्रो इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सर्टले भगवत गीता यथारूप भन्ने चाहिँ पुस्तक वितरण गरेको छ। अब त्यो चाहिँ हजुरले पढ्नु पर्यो सबैले होइन। प्रभुपाद यसै भक्ति वेदान्त शिला प्रभुपाद होइन, यसै भक्ति वेदान्त स्वामी शिला प्रभुपाद हुनुहुन्छ नि, उहाँले लेखेका पुस्तकहरू पढ्नु पर्यो, इस्कनमा जोडिनु पर्यो होइन। अनि बिहान पनि तपाईँको भागवतम क्लासहरू भइरहेको छ विभिन्न इस्कनका केन्द्रहरूमा होइन, विश्वभरि नै भइरहेछ। जहाँ आबद्ध हुँदा नि हुन्छ त्यहाँ आबद्ध हुनु पर्यो, प्रभुजी माताहरूसँग ज्ञान लिनु पर्यो, ज्ञान लिनु त चेतनाको स्तर शुद्ध हुन्छ अनि भइहाल्छ त्यो त। बिहान अनलाइन क्लास पनि सुन्न सकिन्छ, अनलाइन सुन्न सकिन्छ। जहाँ नजिक पर्छ त्यहाँ इस्कन त तपाईँको विश्वभरि नै छ नि त, यहीँ म भन्दिनँ जता सुन्दा नि हुन्छ। त्यो शुद्धता भएर तपाईँमा नलेज आइसकेपछि त अनि तपाईँ सबै क्लियर देखिहाल्नुहुन्छ नि, कुन चाहिँ गुरु महाराजहरूले के गरिरहेछन्, कस्तो भइरहेछ। हुन्छ, हरे कृष्ण।